हेलो गाइज, आज चाहिँ मैले भ्लग बनाउनु सुरु गरेको होइन। टक्क लाएर ठ्याक्कै लाइट परेछ होइन। यो कार किन लाइटमा आइरहेछ? यो चाहिँ लभिङ मलनिर हो है। यो स्कुटरको चाहिँ अलिक दिमाग रहेछ है, स्कुटरवाला मान्छेको। यो चाहिँ लभिङ मल है। यहाँ चाहिँ न्यु इयरको डेकोरेसन चलिरहेको थियो। के भइरहेछ? टक्क लाएर कस्तो लाल लाग्दो रहेछ त। यहाँ चाहिँ पार्क छ है, यसो बस्नलाई। यो चाहिँ ललितपुर महानगरपालिका। यहाँ नयाँ वर्षको डेकोरेसन सट्टा लाएर यहाँ सजाउन लाएर रहेछ, तर अहिले अलिक पुरै भएको छैन। सट्टा लाएर म चाहिँ महलभित्र छिर्न लागि यहाँ लालीगुँरास बनाउनु लाएर चाहिँ ठुलो। कस्तो छ हेरौँ यहाँको। दामी छ है, दामी। अब यो सब बल्छ न्यु इयरमा। म चाहिँ अब ग्राउन्ड फ्लोर जान्छु। यताबाट टक्क ग्राउन्ड फ्लोर जान्छु होइन। टक्क लाएर यहाँ नि डेकोरेसन चलिरहेको रहेछ। डेकोरेसन चलिरहेको यहाँ। यो चाहिँ लभिङ मलको ग्राउन्ड फ्लोर। यहाँ चाहिँ यसो बच्चा बच्चीहरूको गेमहरू छ, ठुलोले नि खेल्नु मिल्छ, बास्केटबलहरू है। सट्टा लाएर यहाँ कोही कोही मान्छेहरू खेलिराख्नु भएको छ। खेलिराख्नु भएको रहेछ। यता चाहिँ के हो? यता वासरुम रहेछ है। यता वासरुम रहेछ। यता यहाँबाट चाहिँ फेरि माथि जाने। यहाँबाट चाहिँ सिँढीमा जाने। माथि आइपुग्यो है। सेट यहाँ बस्ने ठाउँ छ। यहाँ नि सजाइराखेको रहेछ, सजाउन ल्याएर रहेछ। अघि चाहिँ म अर्को गेटबाट छिरेको थिएँ भने यो चाहिँ अर्को गेट हो है। यहाँ हिमालयन जाभा नि छ होइन।
अब चाहिँ म माथि जानेवाला छु। यहाँ दामी हुन्छ। अहिले लाइट बलेपछि, अहिले चाहिँ लाइट बले छैन, टक्क लगाएर यहाँ दामी हुन्छ। पर्सि नै आउनुपर्छ न्यु इयरको बेला। आज चाहिँ खासै मान्छे रहेन रहेछ। यहाँ झुम्काहरू पनि दामी दामी छ केटीहरूको लागि। अब चाहिँ म अहिले चाहिँ फर्स्ट फ्लोरमा छु। अब चाहिँ म सेकेन्ड फ्लोरमा जान्छु। 2083 यहाँ लेखाएको रहेछ। यो चाहिँ अघि देखाएको। यहाँ चाहिँ पर्सि लाइट बल्छ न्यु इयरको बेला। यो लभिङ मल चाहिँ लास्ट एक्सपेन्सिभ छ है गाइज। म चाहिँ अब थर्ड फ्लोरमा आइपुगेँ। थर्ड फ्लोर। अब म फोर्थ फ्लोरमा जान्छु। मान्छेले मलाई हेरिरहेछ, के सोचिरह होला। यो चाहिँ फोर्थ फ्लोर। यहाँ चाहिँ हल छ होइन। यहाँ चाहिँ टिकटहरू नि पाइन्छ। टिकट काट्ने ठाउँ यता हो, चट्ट लाएर। टिकट यता। हल चाहिँ यता। हल चाहिँ यता है। लिफ्टमा जानेवाला छु। सेकेन्ड फ्लोरमा छ। आइँदैछ। के आउँदैन त, कति बेर लाग्यो। ग्राउन्ड फ्लोरमै छ अझै। डर लाग्यो मलाई त।
अब चाहिँ म बाहिर निस्केँ लगभग 10 मिनटको भएछ। उहाँ चाहिँ अघि मसँग लिफ्टमा हुनुहुन्थ्यो, कस्तो डर लागेर। यो चाहिँ पुल्चोक टक्क लाएर ल आजको लागि यति नै। बाँकी कुरा न्यू इयरमा। बाई बाई।